Happy birthday Let's enjoy. Most sweetest person in this world भन्नु नि हुन्छ Hi everyone, this is the opening of Shreyako vlog. We are at my house. हामी आज रोइसाको फेयरवेल गर्दैछौँ अनि अहिले हामी केक लिन जान लाग्छौँ. ओके, we will meet you soon. So हामी जनताहरू चाहिँ केक लिएर फर्किँदैछौँ अनि उहाँ दुईजना चाहिँ थपिनु भएको छ. उहाँहरूलाई हामी पिक गर्न पनि आएको हो. हाम्रो अल नन डान्सरहरू यहाँ डान्स गर्नु भएको छ आज. एकजना दुईजना भयो भने आई क्यान भ्लग होइन म त जहिले नै रातिमा मात्र आई क्यान भ्लग दिनमा देख्छ. हामीले चाहिँ आज के डिसाइड गऱ्यौँ भने हामीले कुरुसबाट बुनेर साथीहरू सबैलाई अलमोस्ट सबैलाई नै हेडब्यान्ड पुर्याउने निर्णय गरेका छौँ र कुरुसको कमी भएको छ मेरो घरमा अनि हामी उहाँको
रुममा जाँदैछौँ Yes, of course. Why not? पुरुष Absolutely, yes. यार्न उलन किनभने हामी White-मा नि हो व्हाइटमा चाहिँ पर्दैन रेड र अनि मसँग अरू कलर पनि छ अब अप्सन लाग्दै लैजाऊ ओके मसँग पनि छ कलर फिक्स गरेको पनि ए अफ कोर्स वी हेभ टु फ्लेक्स हामीसँग कला छ गाइज हामीसँग कला छ आई हामी एम अबाउट टु गेट इन्गेज भन्ने दिन पनि आउँछ गाइज मैले बबाल खिचिसक्यो म झन् सम्म हेर पापी नि कति पछि खाएर यार कसो जडी आफाहरू ग्रुप हामी चाहिँ शुद्ध होइन रोजा म त बिर्सकेँ म त यही मात्रै हो म नि शुद्ध म त अबाउट टु बी डिगो गो एउटा हाम्रो बारे एकदम इमोसनल कुरा होइन कि जस्तो हाम्रो भेट्दा तिमीलाई कस्तो लाग्यो के बनाएको मलाई फेरि अलिअलि रसिला फेरि म प्लिज 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 ओ माई गॉड रोए अम्बु ल रोए अम्बु 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 त रोए अम्बु रोछ रोए जान्न कि अम्बु जतिसुकै मार्दा त्यो जान्न मेरो बियर पनि भ्याएन नरौ न या तेरिका कन्ट्रोल गर वाह नरो नरो। यार कस्तो डिस्ट्र्याक्ट भयो नि तिमीबाट रुनु किन जान्न नआउन चाहिँ आमाले त नरो है इमोसनल खिन्छ न डिङ 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 नरौ नरौ अब तिमी लाइन लाउने रुन है तेरिका सोचे थिइनँ यार मैले यो त यति नै एक्सपेक्ट गरेको थिइनँ थ्याङ्क यू भेरी भेरी मच रुने होइन है छा नरौ हुन्थ्यो म त रुने अहिले छु अहिले चाहिँ रुन्न फेरि अहिलेबाट रातभर रुन्छु म रोचा रुन हुन्न रुन्न एकछिन अब तिमी जान्छौ त्यसपछि को जान्छ हामी जान्छौँ होइन सबैको त्यही त मैले भनेको मैले के भनेको थाहा हामी कमाउँछौँ नि नबोल्दै हुन्छ कि सुन है के रे तिम्रो मेरो धारणा के थाहा हजुरको धारणा ऊ जान्छ तिमी सबै जान्छौँ नि त अब त्यो रुने ब्याज मैले ब्याज दर गरिदियो सबैले ब्याज दर गरिदियो अनि कमाइन्छ नि त कमाइसी मैले कमाउँछु सबभन्दा सुरुको कमाइ त अब सकिन पोसिबल हुन्न होला होइन तर कमाइसी आफ्नो अलिकति 10% दिने हामीले एउटा किन्ने घर बनाउने घर बनाउने मैले घर भनिन एउटा किन्ने हामी गेट टुगेदर हुन गए एउटा ठाउँ के हो त्यो गराउने त्यसको लागि एउटै कन्ट्रोल ताली ताली बजाउ सबले आउने मैले भनिन ताली बुझे यो हुन्न नि नहुन सक्छ मैले थाहा छैन मेरो सोच हो जस्ट लास्टमा आफै को हो तिमीहरू भन्दैला हत्तेरी अम्बु त बोली के फेरि लाग्छ कहानी हाल्यो कि फेरि सुन न सास फेरि के हुन्छ म चाहिँ अलि उता राख्छु सुरुचि ओ माय गॉड वे तिमीले यो आफैले बनाएको है यो आफैले बनाएको है गाइस म त अलवेज लाउँछु तिमी आउँदैछ मैले म त साह्रै जस्तो सजाएर राख्छु हामी चाहिँ 3 मिनेट गर्छ यार रोजाले नबोली नबोली धेरै धेरै धन्यवाद कस्तो सम्मान पत्र पाइदिएको मलाई त लडाइदिनु 11 भयो उसमा रोजाको बारेमा ल म चाहिँ तिमीले दुःख नहोस् अन्त त्यसमा थ्याङ्क यू हामीसँग बस गाइसमा नोटिस गरेन उनो नाइट के फाल्यो 8 ग्रीनको कति धेरै ग्रिन हौ कहाँ ब्लू फर्स्ट अफ अल चाहिँ थ्याङ्क यू रोजिसा फर दिस एन्ड दिस अनि रोजिसासँग चाहिँ म हाम्रो अरूमाको स्कुलको साथीहरू
बाहेकको चाहिँ फर्स्टमा बोलेकै उसँग हो कि उसमा टेक्स्टमा अनि यस्तो स्विट लाग्छ मलाई रोजिसा लाइक कम्पेयर गर्दाखेरि नो वान क्यान बिट हर स्विटनेसमा र क्युटनेसमा चाहिँ अनि अर्को कुरा चाहिँ मेन कुरा त्यो अस्ति भर्खर त्यो चक्लेट पठाएको थियो नि उसले कि त्यति बेला के अरे कि मैले भक्कासक्का के भनेको थिएँ होइन त्यति बेला अनि रिप्लाई गरेको थिएँ होइन भक्का पठाइदियो भक्का त ला बिग्रिन्छ भनेर भन्दा ऊ त चक्लेट लिएर आएको रहेछ कि उहाँबाट सबैजनालाई सम्झेर सो सी इज द स्विटेस्ट वान आई हेभ एभर नोन सो विल लभ यु विल मिस यु यस्तो पात्र गर्छु अरू बेला मलाई अहिले भन्ने आएन है यति धेरै कुरा तर एक्सप्रेस गर्ने आएन के भनौँ र क्लासमा सुरुबाट के अरे त्यो 11 क्लासको सुरुबाटै बस्या हो कि अहिलेसम्म छुट्टेकै होइन 12सम्म नि है त्यति बेलासम्म 2 वर्ष बिचमा अहिलेसम्म त्यो उच्च आवाज बोल्ने रिसाउने मलाई अहिलेसम्म थाहा पाएन कि रोजिताको है यस्तो स्विट है आँखामा राखेर नबिजाउने भन्छ नि हो त्यस्तै हो रोजिता सेम त्यस्तै हो सधैँ त्यस्तै भओस् अब के भनौँ र त्यही हो मैले भन्ने म धेरै के भन्न सक्दिनँ कि त्यही हो अनि यसको लागि चाहिँ एकदम धेरै एकदम मलाई थाहा पनि थिएन कि ह्यान्डमेड हो भनौँ मैले यो नोट देखेर चाहिँ मैले ह्यान्डमेड भन्ने थाहा पाएको कि एकदम आई लभ यु रुनी चाहिँ होइन है रुन चाहिँ हुन्न त्यही हो रुन्ची साह्रै रुन्ची फर्स्ट टाइम अनएक्सपेक्टेडली भेट भएको नि त अब फर्स्टमा चाहिँ सुरुचिको थ्रुबाट म वन्दनासँग बसेँ अनि वन्दना सिमरन रुचा म बस्दाखेरि चाहिँ सुरुमा मलाई कस्तो है एकदमै मलाई मिस भएको थियो मेरो पुरानो साथीहरू होइन पछि यिनीहरूसँग बस्दाखेरि एकदमै रमाइलो खान थाल्यो झन् म वन्दना सिमरन कस्तो रमाइलो हुन्थ्यो कि बस्दाखेरि अनि एउटा मतलब चाहिँ यति मिठो रोजिसाले यति मिठो खानेकुरा लिएर आउँथेँ हेर्नु हेर अब साथीहरू मैले त हेरिहाल्नु सबैजना फर्स्ट पेडबाट खान थाल्थेँ कि फर्स्ट बेन्चमा बसेर क्लास लाइक पढेर नै भ्याइसक्यो तिम्रो रङ बोर्ड हुन्छ भने थाहा थिएन है हाम्रो तर लाइक अहिलेसम्म छ पछिसम्म नि बसिरहोस् बोर्ड होइन अनि रुचा विल मिस यु and this is really happy for you अनि स्न्यापमा मैले लाइक कति पहिल्यै हो देख्दाखेरि कस्तो इमोसनल भएको कि मैले त्यो पोलरोइडहरू कि हामी सबैजना थियौँ पोलरोइड हाल्थ्यो मलाई कस्तो राम्रो लाग्यो कि लाइक अझै नि याद गरेर रहेछ भनेर कि कस्तो राम्रो लाग्थ्यो मलाई थ्याङ्क यू फर दिस विल थ्याङ्क यू फर एभ्रिथिङ फर्स्ट फ्लावर र यो ब्रेसलेटको लागि एकदमै थ्याङ्क यू हामी क्लोज छैनौँ त्यही पनि तिमीले यस्तो सम्झिरहन्छौ अनि त्यसपछि बर्थडेहरूमा नि विस गर्छौ एकदमै राम्रो लाग्छ अनि त्यसपछि हामी क्लोज पनि थिएनौँ सुरुमा के अरे नाइट स्टेमै भेट भएको थियो सायद अनि त्यसपछि सुरुमा त बोल्दै थिएन त्यतिखेर सुरुचोरी सुन्दाखेरि मतलब नबोल्दाखेरि एकल काटेर जसरी नै बसिरहेको थियो त्यतिखेर यस्तो नबोलिकन के अरे भुलमिले नहुने जस्तो लाग्थ्यो अनि पछि फेरि यस्तै नाइट स्टे बस्दै गएर चिन्दै जाँदाखेरि चाहिँ कस्तो स्विट राम्रो केयरिङ जस्तो लाग्यो अनि त्यसपछि यस्तो बर्थडेहरूमा पनि विस गरिरहेको छ अनि सम्झेर चक्लेट अनि सबै गऱ्यो त्यसको लागि धेरै थ्याङ्क यू अनि all the best for your better future जहाँ रहन्छौ खुसी रहौ राम्रो होस् तिमीलाई all the best thank you हामी चाहिँ अब नाइट स्टेबाट अलिक क्लोज भएको हो नि त पहिला कलेजमा त खासै हो राम्रोसँग चिनेको नाइट स्टेबाटै हो अनि त्यसपछि सुरुमा त उनी खासै बोल्दैन थियो नि त हामी नि बोल्थेन अनि पछि बिस्तारै क्लोज हुँदै गयो अनि उसको अब त्यो स्न्यापहरूमा होइन त्यो पोलरोइड अघिले भने जस्तै त्योहरू देख्दा एकदम टच भएको थियो अनि अस्ति त्यो चक्लेट पठाउँदा चाहिँ वा एकदम राम्रो लागेको थियो कि अनि यो त झन् एकदम हार्ट टचिङ यो एकदम थ्याङ्क यू फर एभ्रिथिङ ग्रेटफुल अनि अब तिमी जहाँ हुन्छौ आफ्नो खुसी भाउ खुसी नै सबैभन्दा ठुलो कुरा हो एट लास्ट विल मिस यु अ लट नाइस डेमा त एकदम मेसेज गर फर्स्ट स्विटेस्ट पर्सन इन दिस वर्ल्ड भन्न नि हुन्छ एकदम स्विट आई एग्री आई 200 अग्री 200% एकदम म त मैले झन् सुरुमै भनेको एकदम त्यो केही डाउट नै छैन यो कुरामा सुरुमा भनेर
थ्याङ्क यू सो मच रोजिसा एकदमै स्विट पर्सन अनि के भन्ने अरू त मलाई भन्नै आउँदैन थ्याङ्क यू सो मच फर एभ्रिथिङ जहिले पनि सम्झ्यौ खासै सुरुमा त क्लोज थिएनौँ वन्दनाहरूको अम्बुहरूको ऊबाट क्लोज हुँदै आयौँ अनि नाइट स्टेबाट झन् धेरै क्लोज भयौँ हरेक बर्थडेमा हरेक कुरामा सम्झ्यौ थ्याङ्क यू सो मच विल मिस यू लभ यू कस्तो भन्दाखेरि भिसा आएको भन्दाखेरिबाट रोगहरू रुन थालेको भिसा आएको भन्दा एकदम इमोसनल आफ्टर डेलिभरी माय गॉड क्यास अन डेलिभरी क्यास आफ्टर डेलिभरी साटोमा चाहिँ अनलाइन क्लासदेखि नै सँगै भएको मतलब चिनेको अनि त्यसपछि हामी फर्स्ट टाइम कपडा के ड्रेस हेर्न जाँदाखेरि पनि फर्स्ट टाइम कलेजमा उसलाई हामीले मिलन कपडा पसलमै भेटेको अनि त्यतिखेर पनि चिनेर त्यतिखेर बोलाएको थियो अनि त्यसपछि हामी कलेजमा पनि सँगै भयो 11-12 भयो अनि त्यसपछि पनि स्टिल सँगै भयो सधैँ कुरा नभए पनि त्यस्तो कहिल्यै मतलब फ्रेन्डसिप हुन्छ नि जे भए पनि नबोलेको भनेर त्यस्तो उस्तै भएन सी इज द मोस्ट हम्बल गर्ल सबैले स्विटेस्ट भने म चाहिँ स्विटेस्ट पनि छ भन्नु त तर हम्बल भनौँ न होइन हम्बल नै हो हम्बल गर्ल आई हेभ एभर मेट अनि अब सबैको के अरे भन सबैको रहर त होइन बाध्यता हो अब ऊ एकदम सफ्ट छ हम्बल छ त्यही भएर इजिली कसैलाई बिलिभ चाहिँ नगर मतलब एउटा लिमिट चाहिँ मेन्टेन गर्नुपर्छ आफूलाई आफू पनि जोगिनु पऱ्यो नि त त्यही भएर अल द बेस्ट फर फ्युचर अनि थ्याङ्क यू फर यर एभ्री एफर्ट यु हेभ डन टु प्रिजर्भ दिस फ्रेन्डसिप आई विल अलवेज लभ यु बयान गरेर पनि सकिन्न अब कसरी भन्ने सुरुबाट भन्नु भन न के भन्ने भन्दाखेरि अम्बुले भनिहाल्यो के भन्ने मैले बाँकी नै होइन के भन्दाखेरि अब म र अम्बु चाहिँ चिनेको अनि त्यसपछि त्यहाँबाट हामी चिन्यौँ होइन रोजालाई अनि त्यसपछिबाट सँगै लिन्छ बस्यौँ हाँस्यौँ उसले चाहिँ हामी खानेकुरा ल्याइदिन्थ्यो अब खानेकुरा ल्याएपछि आफ्नो मनपर्छ कि खानेकुरा ल्याएपछि म त्यस्तो होइन तर के हुन्छ नि अब लाइक हुन्छ नि सानो सानो कुरा के इफोर्ट हुन्छ नि त्यस्तो देखाउने कि अब नर्मली अब मतलब हामीले मान्छे साथीहरूले पनि त्यस्तो विधि चाहिँ गर्दैनौँ नि त होइन लाइक अब ऊ चाहिँ उसको घरमा यो मरी बनायो नि हामीले ल्याइदिन्थ्यो कि है ओके यो मरी बनाइ ल्याइदिन्थ्यो अनि त्यस मोमो बनाइ ल्याइदिन्थ्यो है मतलब सानो सानो कुराहरू कस्तो हामीलाई के मेन्सन गर्ने के है अनि कस्तो त्यति बेला त अब त्यस्तो बच्चै त होइन तर त्यस्तो बुझिन्थेन अनि पछि अब अलि ठुलो हुँदै गएपछि बुझ्दै गएपछि चाहिँ कस्तो हुने भन्दाखेरि अब हुन्छ नि अब सबै अब धेरै मान्छे चिन्दै गएपछि बुझ्दै गएपछि चाहिँ कस्तो हुने ए उसले त्यस्तो गरेछ मतलब त्यस्तो टाइपको खोज्ने के है आफैले त्यस्तो खोज्ने है अनि त्यति बेला चाहिँ अनि आफैलाई कस्तो रियलाइज हुने कि ला यस्तो गर्थ्यो भने त्यस्तो रियलाइज हुने अनि के भन्ने अब के भने कि मलाई त स्कुल पढेको पनि त्यस्तो याद आउनु होला कि जति मलाई त्यो कलेज पढेकोहरू हुन्छ नि है त्यस्तो याद आउँछ कि मलाई है त्यस्तो कस्तो एकदम कस्तो हुन्छ कि त्यो म त त्यस्तो भन्न सक्नु म त्यस्तो मैले भन्न मर्नु नै भयो अनि त्यसपछि कहानी सुनाउँदै गाइज भन न भन अनि
हजुर अहिले सानो छोरीले चाहिँ किन त्यही पल्टाउँछन् जस्तो लाग्छ मलाई लागिसक्यो त के लाग्दैन Have a safe journey to you. Have a safe journey. Happy birthday. Happy New Year. अब आर्मीको बर्थडेमा भेट्न पाइँदैन त्यही भएर ह्यापी birthday to you in advance. धन्यवाद थ्याङ्क यू तिमीलाई को नर्कले भन्यो हेर्न खुवाएको खै फेरि फेरि खाऊ फेरि को नर्कले भन्यो राम्रोसँग जाऊ नरहेकन खुसी भाउ नरेकन भन्दै साथीहरू गिफ्ट है सानो गिफ्ट जापान बेसी लाउने ट्याग गर्छन् सबै यति राम्रो थियो